ॐ वक्रतुण्डमहाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। ॐ श्री गणेशाय नमः। ॐ श्री गुरुभ्यो नमः। आजको विषय छ पातञ्जलि योग दर्शन विभूतिपाद योग सूत्र 6। सूत्र तस्य भूमिषु विनियोगः। पातञ्जलि योग सूत्रको विभूतिपादको सूत्र 6। तस्य भूमिषु विनियोगले ध्यान र साधनाको गहिरो दृष्टिकोण प्रस्तुत गर्दछ। यस सूत्रले बताउँछ कि योग साधकले आफ्नो चेतनाको विभिन्न अवस्थाहरू र क्षमताहरूलाई जीवनका भौतिक, मानसिक र आध्यात्मिक भूमि वा क्षेत्रहरूमा कसरी प्रयोग गर्ने भन्ने कुरा सिक्नुपर्छ। केवल अभ्यास गरेर मात्र योगका शक्तिहरू अर्थात् विभूतिहरू प्राप्त हुँदैन। ती शक्तिहरूको उचित विनियोग वा सही ठाउँमा उपयोग गर्नु नै सच्चा योग हो, जसले साधकलाई चेतना र कर्म बीचको सम्बन्ध बुझ्न र आफ्नो जीवनमा योगको वास्तविक प्रभाव देखाउन मार्गदर्शन गर्छ। शब्दार्थ सूत्र तस्य भूमिषु विनियोगको शब्दार्थ अनुसार यसले बताउँछ कि संयम वा योग अभ्यासबाट प्राप्त चेतना, शक्तिहरू वा विभूतिहरूलाई जीवनका विभिन्न क्षेत्रहरूमा भूमिषु सही ढङ्गले प्रयोग गर्नु आवश्यक हुन्छ। केवल साधनाबाट शक्तिहरू प्राप्त गर्नु पर्याप्त होइन। ती शक्तिहरूको उद्देश्यपूर्ण र उचित उपयोगले मात्र जीवनमा वास्तविक लाभ र सन्तुलन ल्याउँछ। यसले साधकलाई चेतनाको विकासलाई व्यवहारिक, नैतिक र सामाजिक दृष्टिले उपयोग गर्ने तरिका सिकाउँछ, जसले योगको सिद्धान्तलाई मात्र होइन, जीवनको गुणस्तर पनि उन्नत बनाउँछ। अर्थ सूत्र तस्य भूमिषु विनियोगले यसो भन्छ कि योगका अभ्यास, धारणा, ध्यान र समाधि सिर्फ एक निश्चित अभ्याससम्म सीमित छैनन्। यी संयमका उपायहरूलाई विभिन्न विषय चिन्तनका क्षेत्र वा अन्तर्मनका तहहरूमा प्रयोग गरेर साधकले बहुआयामिक ज्ञान र अनुभूति प्राप्त गर्न सक्छ। अर्थात् संयम केवल साधन हो, यसको सही र विवेकपूर्ण प्रयोगले भौतिक, मानसिक र आध्यात्मिक क्षेत्रहरूमा लाभ पुर्याउँछ र जीवनलाई गहिरो समझ, नियन्त्रण र उन्नत चेतनासँग समृद्ध बनाउँछ। मानव प्रेरणा। मानव प्रेरणाको दृष्टिकोणले सूत्र तस्य भूमिषु विनियोगले स्पष्ट सन्देश दिन्छ कि मनलाई स्थिर बनाउँदै त्यसलाई विशेष उद्देश्यमा केन्द्रित गर्नु नै संयमको वास्तविक प्रयोग हो। यदि हामी आफ्नो ध्यान, धारणा र अभ्यासलाई विवेकपूर्वक कुनै क्षेत्रमा लगाउँछौँ, जस्तै शिक्षा, कला, विज्ञान, ध्यान वा सेवा जस्ता क्षेत्रमा पथ प्रदर्शन गर्छ, त्यहाँ सफलता सम्भव हुन्छ। यसले सिकाउँछ कि संयम केवल व्यक्तिगत साधन नभएर जीवनका हरेक क्षेत्रमा उपयोग गर्न सकिने शक्तिशाली साधन हो, जसले धैर्यता, विशेषज्ञता र वास्तविक उपलब्धि दिलाउँछ। आध्यात्मिक विश्लेषण। यस प्रयोगबाट असाधारण योग सिद्धिहरू प्राप्त हुन्छ, जसलाई विभूतिपादमा क्रमशः वर्णन गरिन्छ। आध्यात्मिक दृष्टिले सूत्र तस्य भूमिषु विनियोगले साधकलाई चेतनाको विविध भूतलहरू वा क्षेत्रहरूमा संयम लागू गर्न प्रेरित गर्छ। यी क्षेत्रहरूमा पञ्चमहाभूतको तत्त्वज्ञान, समय र मृत्युको गहिरो समझ, मनोविज्ञान, अरूको मानसिक अवस्था बुझ्ने क्षमता र शरीरमा उत्पन्न हुने भौतिक वा जैविक परिवर्तनहरू समावेश छन्। साधकले आफ्नो ध्यान, धारणा र समाधिलाई भिन्न भिन्न क्षेत्रहरूमा प्रयोग गर्दा असाधारण योग सिद्धिहरू प्राप्त हुन्छन्, जसको विस्तृत विवरण विभूतिपादका अन्य सूत्रहरूमा क्रमशः प्रस्तुत गरिएको छ। यसले देखाउँछ कि योग केवल व्यक्तिगत ध्यान वा मानसिक शान्ति मात्र होइन, सम्पूर्ण चेतनाको विकास र जीवनका विविध पक्षहरूमा प्रभुत्व प्राप्त गर्ने उपाय हो। उदाहरणको लागि, संयमलाई शरीरमा प्रयोग गर्दा साधकले शारीरिक प्रक्रियाहरू बुझ्ने क्षमता विकास गरी रोग पहिचान वा स्वास्थ्य नियन्त्रण गर्न सक्छ। दोस्रो, संयमलाई चित्तमा लगाउँदा साधक अरूको मनोभाव, इच्छा शक्ति र मानसिक अवस्था बुझ्न सक्षम हुन्छ, जसले मनोविज्ञान र सामाजिक समझलाई उन्नत बनाउँछ। 3. संयमलाई कालमा प्रयोग गर्दा साधक भविष्यका घटनाहरूको पूर्व ज्ञान प्राप्त गर्न सक्ने सम्भावना हुन्छ, जसले निर्णय क्षमता र जीवन व्यवस्थापनमा सहायक हुन्छ। यी उदाहरणहरूले देखाउँछ कि संयमको विवेकपूर्ण प्रयोगले जीवनका भिन्न भिन्न क्षेत्रहरूमा असाधारण लाभ र योग सिद्धिहरू प्रदान गर्छ। निष्कर्षतः सूत्र तस्य भूमिषु विनियोग हामीलाई सिकाउँछ कि संयम एउटा चाबी हो, जसको सही प्रयोगले जीवनका भिन्न भिन्न क्षेत्र, तत्त्व वा अवस्थाहरूमा प्रवेश सम्भव बनाउँछ। यस संयमको अभ्यासद्वारा साधकले आत्मज्ञान, विश्वज्ञान र अन्ततः मोक्षतर्फको यात्रा गर्न सक्छ। अर्थात् योग केवल ध्यान वा मानसिक शान्ति मात्र नभएर जीवनको प्रत्येक पक्षमा चेतनाको उपयोग र उन्नति ल्याउने शक्तिशाली साधन हो। सूत्र 5 को बहुवैकल्पिक प्रश्नको उत्तर। प्रश्न 1 को तजयात प्रज्ञा लोक
सूत्रमा तत् भन्नाले संयम। दोस्रोको प्रज्ञालोकको मुख्य अर्थ असाधारण अन्तर्दृष्टि, उच्च चेतनाको प्रकाश। 3 तज्यात प्रज्ञालोक कुन अध्यायमा उल्लेख छ? विभूतिपाद। 4 संयममा निपुणता प्राप्त गरेपछि साधक के अनुभव गर्न थाल्छ? गहिरो प्रज्ञा, विवेक र सूक्ष्म सत्य देख्ने दृष्टि। 5 प्रज्ञालोक प्राप्ति मुख्य कुन अभ्यासको चरम फल हो? संयम। अब सूत्र 6 को बहुवैकल्पिक प्रश्नहरू। 1 तस्य शब्दले सूत्रमा के जनाउँछ? प्राणायाम, ध्यान, संयम, आसन। 2 भूमिसु भन्नाले के बुझिन्छ? पृथ्वी, जल, अग्नि, वायु, आकाश। ध्यानका 5 चरण, विभिन्न विषय वस्तु क्षेत्रहरू, केवल मानवीय भावनाहरू। तेस्रो विनियोग शब्दको अर्थ के हो? नियन्त्रण गर्नु, उपयुक्त रूपमा प्रयोग लागू गर्नु, त्याग्नु, विश्राम दिनु। चौथो यस सूत्रले संयम अभ्यासबारे के सन्देश दिन्छ? संयम कुनै पनि विषयमा प्रयोग हुँदैन, संयम एकै विषयमा सधैँ प्रयोग हुन्छ। संयमले उपयुक्त विषय वा चेतनाको स्तरमा लक्षित गरी प्रयोग गर्नुपर्छ। संयम केवल प्रारम्भिक साधकले प्रयोग गर्ने अभ्यास हो। 5 तस्य भूमिसु विनियोगको अभ्यासले साधकले के सिकाउँछ? विचारलाई अनकन्ट्रोल रूपमा बग्न दिन, ध्यानलाई स्थिर बनाउन कठिन बनाउने, ध्यान अभ्यासलाई उचित दिशामा लगेर प्रभावकारी बनाउने, केवल भौतिक लाभ प्राप्त गर्ने। यो मेरो खोज अध्ययन हो। यो प्रश्न विचार सुझावमूलक हुन्। आवश्यक परेमा प्रामाणिक स्रोतहरूसँग मिलाएर पुष्टि गर्न उचित हुन्छ। पतञ्जलि योग दर्शन विभूतिपाद सूत्र 7 अर्को भागमा अघिल्लो प्रश्नको उत्तर सहित। धन्यवाद।